मलाई धेरैजनाले सोध्नुहुन्छ क्या म्याम हजुरको स्किन रुटिन के हो भनेर स्किन केयर रुटिन के हो भनेर सो बेसिक स्किन केयर रुटिन सबैको चाहिँ के हुनुपर्ने भने 7-8 घन्टा मजाले सुत्नुहोस् है अनि त्यो पछि बिहान उठेपछि आफ्नो स्किनलाई एकदम राम्ररी टेक केयर गर्नुहोस् अब यो टेक केयर कसरी गर्ने त चट्ट पखाल्ने म चाहिँ बिहान फेस वास युज गर्दिनँ आफ्नो फेसमा म चाहिँ पखाल्छु बिकज आई एम डिफ्रेन्ट डेज माई रुटिन इज स्लाइटली डिफ्रेन्ट बट फ्यु थिङ्स द्याट रिमेन द सेम इज मोइस्चराइजर डेफिनेटली लगाउँछु म पहिले चाहिँ मलाई के लाग्थ्यो भने स्किन मेरो ओइली छ मोइस्चराइजर लगाउनु हुँदैन पिम्पल निस्किन्छ यो मेरो जेनरल थट प्रोसेस थियो है पहिले तर खासमा त्यस्तो हुँदैन रहेछ इफ यु हेभ अ मोइस्चराइजर द्याट सुट्स यु पिम्पल आउँदैन मोइस्चराइजर इज मस्ट फर अल स्किन टाइप है एन्ड देन अ गुड सनस्क्रिन है सनब्लक एकदम जरुरी छ म त अझै सनब्लक लगाएर त्यो माथि टिन्टेड सनक्रिम पनि लगाउँछु टिन्टेड सनक्रिम एक्ट्स लाइक माई लाइक अ लाइट फाउन्डेसन लाइट कभरेजवाला हुन्छ नि त सो एक्ट्स लाइक द्याट फर मी सो आई डु द्याट वान आई गो आउट है घर बस्दाखेरि आई वुड डेफिनेटली वेयर अ मोइस्चराइजर एन्ड अ सनब्लक सो इफ आइ एम गोइङ टु अ इभेन्ट ओ इफ आइ एम गोइङ टु समथिङ लाइक टुडे आइ एम गोइङ टु समवेयर होइन म के गर्छु त म सिट मास्क लगाउँछु सिट मास्क लगाउनुको मेन कारण चाहिँ म सिट मास्क लगाउँछु यो कियानाको राइस मास्क हो मैले चाहिँ बजारमा राइस मास्क एकदम सस्तो पनि देखिरहेको थिएँ होइन 45 रुपियाँमा एउटा बेचिरहेको तर त्यो चाहिँ अब कस्तो हो मलाई थाहा भएन मैले चलाएको छैन त्यो वाला चाहिँ होइन यो चाहिँ हजुरको अलि एक्सपेन्सिभ छ हजुरको प्याकमा 10वटा हुन्छ 2890 रुपियाँ यसको प्याकको प्राइस हो होइन यसमा 10वटा हुन्छ भनेपछि एउटैको लगभग 300 रुपियाँ पर्यो पर्न चाहिँ तर एकदम राम्रो छ जापानिज हो होइन जापानिज हो हजुरको पोर्सहरू एकदम राम्ररी मिनिमाइज गर्छ अनि यसको मेन फाइदा सिट मास्कको चाहिँ यसमा टन्न सिरम हुन्छ है यो सिरम हजुरको स्किनमा सोक गर्छ र हजुरको स्किनलाई चाहिँ एकदम राम्रो हाइड्रेसन दिन्छ यसले है हाइड्रेसन दिन्छ अनि हजुरको पोर्सलाई टाइटन गर्छ म चाहिँ कुनै पनि इभेन्टमा जाँदाखेरि आई लभ टु डु दिस इन द मर्निङ बिकज यसले चाहिँ हजुरको मेकअप पनि एकदम मजाले बस्छ कि होइन हजुरलाई ग्लोइङ डुई स्किन चाहियो नि त है आई क्यानट लाइक स्टप रेभिङ अबाउट सिट मास्क क्या त्यस्तो राम्रो हुन्छ यो आई जस्ट क्यानट स्टप हुन्छ नि चट्ट यसरी लगाउने अब म त लगाएर 20 मिनट मजाले एक्सर्साइज गर्छु टक्क 20 मिनटमा यो सुक्छ पनि मेरो ठ्याक्क 20 मिनटको एक्सर्साइज रुटिन बिहानको होइन अनि मेरो ठ्याक्क यो ठिक्क टाइम हुन्छ क्या ल म त यसरी चट्ट लगाउँछु 20 मिनटको लागि यो सबै सिरम यसले सोकिन गर्छ क्या है हजुरले हप्ताको एकचोटि एक्सफोलिएट गर्ने त्यो पछि हप्ताको 2-3 चोटि यसरी सिट मास्क लगाउने होइन अनि हजुरको स्किन राम्रो हुन्छ नि मोइस्चराइजर सनब्लक छोड्दै नछोड्ने लाउनलाई है स्किन केयर रुटिन त बिहानै बेलुकै गर्नुपर्छ क्या हजुरले बिहानै बेलुकै मजाले गर्ने कुनै दिन यसो मिस हुन्छ भने फेरि डोन्ट लाइक स्वेट अबाउट इट बट मोस्ट अफ द days of the week try and do good skincare and automatically your skin will start saying thank you and will look better nita right let me come after 20 minutes to show you what this looks like मजाले 15-20 मिनट राखेपछि हजुरले अब यसलाई निकाल्ने सट्ट यसरी हजुरले निकालेपछि मजाले यसको सिरम चाहिँ यसमा अझै पनि अलिअलि सिरम हुन्छ म त यो सिरम मजाले मेरो घाँटीमा लाउँछु किनभने यो सिरम किन वेस्ट गर्ने है म त यसरी मजाले घाँटीमा लाउँछु त्यहाँदेखि यो सिरमलाई म यसरी हातमा पनि लाउँछु बिकज हामीले हातलाई साह्रै निग्लेक्ट गर्छ हाम्रो हात सबैभन्दा पहिले बुढो देख्न थाल्छ है कसैको उमेर हेर थाहा पाउनु छ भने त्यसको हातमा हेर भन्छन् कि हो हातलाई चाहिँ बुढो देख्न दिनु भएन उमेर त्यहाँबाटै थाहा पाउँछ फेरि है अनि म त सिरम यहाँ पनि लाउँछु कतिजनाले चाहिँ के गर्नु हुँदो रहेछ भने म त मजाले सिरम लाउँछु आफ्नो हातमा पनि लगाइरहेछु कतिजनाले चाहिँ के गर्नु हुँदो रहेछ भने यो फेस मास्क लगाइसकेपछि मुखलाई धुने नो 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 हजुरले धुने होइन यसमा सबै गुड सिरम जुन हुन्छ त्यो हजुरको फेसमा हजुरले मजाले सोक हुन दिने अब म चाहिँ के गर्छु यो सिरम सोक भइसकेपछि बिकज आई विल गो फर माई वक होइन इन अ बेड वाट आई डु इज आई अप्लाई अ सन ब्लक म चाहिँ बिहानको पख पनि सनब्लक लगाउँछु है घाम छैन भने पनि सनब्लक लगाउँछु क्या म चाहिँ है मजाले यसरी सनब्लक लगाउने फेसमा डोन्ट फर्गेट योर नेक है अब हजुर सर्ट स्लिभ लगाएर गइरहनु भएको छ भने त
हातमा पनि लगाउनुहोस्। सर्ट स्लिभ लगाएर गइरहनु भएको छैन भने म जस्तो फुल स्लिभ लगाउनुहुन्छ भने यतिमा मात्रै अप्लाई गरे पुग्यो है। बेसिक यति सन केयर त गर्नै पर्यो। अब मैले वक गरेपछि नुहाइवरी आई विल स्टिल वेयर अ मोइस्चराइजर, आई विल वेयर अ सन ब्लक अगेन, आई विल वेयर अ टिन्टेड सन क्रिम अगेन। यति त गर्नै पर्यो कि। आमामा कहिले भ्याउनु यति गरिसक्न भनेर भन्नु होला कतिजनाले। भ्याइन्छ, टाइम निकाल्यो भने आफ्नो स्किनको टेक केयर गर्न भ्याइन्छ। इट्स अल अबाउट यु टेकिङ आउट टाइम फर यर सेल्फ। 2 मिनट स्क्रोल नगरेर 2 मिनट स्क्रोल नगरेर त्यो टाइम हजुरले आफ्नो स्किनलाई दिनुभयो भने स्किन धेरै राम्रो भएर आउँछ। धन्यवाद।